आज हामी चाहिँ कस्तो राम्रो ठाउँमा भनेपछि यो चन्द्रगिरी उतापट्टि केबल कार छ। हामी चाहिँ यो जङ्गलतिर आइरहौँ। यो वास्तवमा अहिले हामी ठ्याक्क कुन ठाउँ पुग्यौँ भनेपछि थानकोट बुद्ध पार्क। टक्क बुद्धको फोटो त्यहाँ हाम्रो ह्यान्सी सोल्टी उपेन्द्र चस्मा लाएर बुद्धको नजिक जाने प्रयास गरेको थिएँ। यो बुद्धको यसलाई आर्ट भनौँ, आर्ट चाहिँ दामी छ। यो सिडी बनाएर यो सिडीबाट माथि जाने उ भइरह। हामी आज भान्जा म आएको थियौँ होइन। बुद्धको अनुहार अलि छेक्किन पुगेछ। जोस् बुद्धको मूर्ति बनाइया रहेछ, राम्रो रहेछ। सिडी करिब 50 मिटरको अन्तरालमा सिडी छ। यो चाहिँ काठमाडौँदेखि पश्चिम दक्षिणमा पर्छ, थानकोटभन्दा माथितिर भनौँ। थानकोटतिरबाट अब दुईतिर माथि जान्छ, तर एउटातिरको चन्द्रगिरीतिरको माथितिर गएपछि यो ठाउँ आउँछ। जस रमाइलो रहेछ, जङ्गल यता उति सबै रमाइलो। काठमाडौँ भ्याली यो होइन। यहाँबाट देखिराखेको काठमाडौँ भ्यालीको अब कुन साइड होला भनेपछि त्यो कलङ्की उता त्यो स्तूपा देखिरह। यो कुन हो? स्वयम्भू। एकदम डर लाग्दो जङ्गलमा पुरै। यो कुन ठाउँ होला ल भनिदिनुहोस् होइन। यो खै यहाँतिर जङ्गलमा फेरि के खोप्या रहेछन्, उत्खनन गरिरहेको रहेछ नि। सायद अब यो तरुल खोजे आउन् कि के खोजे आउन् होइन। जङ्गल त घना जङ्गल छ क्या फेरि हरिफ। यो थानकोटभन्दा माथितिरको जङ्गलमा हामी आज गन्तव्य बिनाको मन्तव्य जस्तो गरिरहौँ। यहाँबाट चाहिँ हाई भोल्टेज लाइन रहेछ। हाई भोल्टेज दुईटा लाइन छन् है यहाँबाट हेर्नुहोस् है। माथिपट्टि ठुलो आयो लाइन। यो आँखाले चाहिँ थाहा पाउन सक्छ, तर यो क्यामेराले चाहिँ ठ्याक्कै थाहा पाउँदैन। त्यो माथि अर्को लाइन छ जस्तो देखिन्छ, तर रियालिटीमा चाहिँ यस्तो छ। हाई भोल्टेज लाइन उता यो चाहिँ यो पनि 11 केबी बराबर होला। त्यो चाहिँ 132 256 वाला लाइन हो माथिको। यो जङ्गल तल पुगिसकेका हौँ होइन। यो यस्तो जङ्गलमा छौँ हामी पुरा। जङ्गल फेरि सुन्दर छ। हाम्रो भान्जा फेरि ह्यान्डसम छन्। अनि यताबाट हाई भोल्टेज लाइन साँच्चै नजिकबाट यस्तो नजिकबाट देखियो नि आज भोल्टेज लाइन। गएर छोइदिउँ कि भन्नु त्यो झुन्डेपछि करेन्ट लाग्दैन नि। लाग्दैन हौ, ट्राई गर्ने हो। समाधान गुरु अरे यो के होला उपाय गुरु जनरल हो क्या नाम चाहिँ। कुनै पहिला पासमा रिफ्लेक्ट हुने खालको चाहियो कि। हामी आज यो आर्मी ब्यारेक नजिकन, आर्मी ब्यारेक यहाँ छ। अनि यतापट्टि हाई भोल्टेज लाइन छ। मकै फ्याक्ट्रीको माथिबाट प्लेन आइरह। अनि उतापट्टि त्यो स्विजरल्यान्ड पार्क। अनि हामी चाहिँ आज जोस् काठमाडौँ भ्यालीलाई टक्क गर्न खोजिरहेछौँ, एक्सप्लोर। अनि यहाँ छ टक्क के चलिरह होला यो भन्नुहोस् त। तैँले थाहा पाइसक्नु भयो होला, म भन्दिनँ। चन्द्रगिरीको केबल कार भन्छ। बालेर यहीँ ठोकिया ए तलबाट छिरिहाल्यो त ल। आकाशको किरण हाई भोल्टेज लाइन हो। यो चाहिँ हाई भोल्टेज लाइन क्या कस्ता दामी तरिकामा डिजाइन गरे जस्तो लाग्छ मलाई। माथिपट्टि
केका सिङ भेडा सिङ अझ होइन। उता टनेलको बाटो हुन्छ। अनि टनेलको बाटोसम्म चाहिँ यसले देखाउन होला। जुम गरेर आउँछ अझै जुम देखिरहेको छ जुम फल्ट त्यति राम्रो देखाउन के कहाँ यतिसम्म जुम गरे तापनि यो काठमाडौँ भ्याली हो पुरै दामी छ नि त भन्नलाई पनि के भन्नु होइन। पुरै माथिबाट फोहोर लाहा एकीमा 170 भन्दा बढी छ। यस्तै हो के गर्नु। यहाँ नजिक चाहिँ पपकर्न भनौँ कि मकै फ्याक्ट्री रहेछ। खुसी लाग्यो। यहाँसम्म आउने रोड राम्रो रहेछ। काठमाडौँमा यस्तो पानी देखेपछि त खुसी लाग्ने क्या। यत्रो पानी देखिन्न यार। खै अब यतापट्टि रिजर्भ गरेर निकाले हो जस्तो त लाग्दैन। पानी डाइरेक्ट बगिरह सोलिड स्पिड अलि यत्रो स्पिडमा आउँछ र रिजर्भर भएपछि जेस। यो त्रिभुवन पार्क हो कहाँको भनेपछि काठमाडौँको त्यो थानकोट चन्द्रगिरी जाने बाटोतिर पर्छ होइन। रमाइलो छ यतातिर जस भित्रपट्टि जनावर पनि के राखिया छन् अरे। हामी त गएनौँ। हार्ड रहेछ यो भित्र। यो छ नि हो रुख जस्तो देखाएको छ नि होइन। साइडबाट हेर यो 2D हो खास 3D मा देखिरहेको छ क्या यसले। त्यही भएर म्युजियमको नामै 3D आर्ट म्युजियम। साइडबाट हेर त ड्रइङ भन्ने ठाउँ हुन्छ। साइडबाट हेर न अब त्यो ड्रइङ मात्रै छ क्या त्यो देख्यो। अब त्यस्तै भित्र टन्नै छ। मिनी झरना भनेको त्यहाँ पछि हेर्नु पार्कको त्रिभुवनकै मूर्ति नजिक पुगेका छौँ होइन। राम्रो रहेछ यो ठाउँ। कछुवाको फोटो। कछुवा माछाहरू पनि रहेछ त।